चिसोमा बोटिङ है गाइज एउटा मात्रै गफ गर्दै बस्छु चिया 3 कप जस्तो खाइदिए गाइज हो अन्त यहाँ सानो बहिनीले पुच्का बेच्दैछ नि हौ दामी दामी क्लास 4 पढ्ने बहिनीले आपालाई सघाएकोले चाहिँ केही थिएन बङ्गलाबाट हल्का आएको थियो त यो चाहिँ फेरि अलराउन्डर भाषा बोलिदिन्छ है मेरो भाइ ल गाइज है म चाहिँ कहाँ आइरहेको छु भन्दाखेरि चाहिँ यहाँ गार्डनमा आइरहेको छु होइन गार्डनमा चाहिँ अब यस्तो डरलाग्दो भिड छ आज चाहिँ अब सिजन यस्तो डरलाग्दो छ गाइज होइन क्रिसमसले गर्दा होला अन्त यहाँ मेला पनि अलमोस्ट प्रायः यो फाउन्डेसनहरू त हालिसकेको छ होइन रोटेपिङको कोलम्बसको यस्तो डरलाग्दो भिड छ कि गाइज आज चाहिँ गाडी पार्किङ छैन हो म चाहिँ यहाँ मेलाको यो सानो सामान लिएर आएको थिएँ नि त त्यो भएर थियो यस्तो डरलाग्दो अघि झन् जाम मलाई यहाँबाट त्यो रोड निस्किनु नि झनै अघि मलाई कति जस्तो लाग्यो भने 1.5 घन्टा जस्तो लाग्यो गाइज यस्तो भिड छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँलाई यो गार्डनको मेन गेटमा हेर्नुहोस् न काउन्टरमा कस्तो त्यही भिड छ डरलाग्दो सिजन लागिरहेको छ है गाइज आज त ल हाम्रो मिरिकमा चाहिँ गाइज है ल गाइज म चाहिँ यहाँबाट निस्किँदैछु हो आज त यस्तो डरलाग्दो जाम सिजन यस्तो डरलाग्दो लागेको छ टुरिस्टहरू त यति बिघ्न छ आज चाहिँ गाइज च्याप्पै क्या हो यति डरलाग्दो चाहिँ मैले देखेकै थिइनँ क्या गाडी भन्छ भने त्यहाँ पार्किङमा हाल्ने जग्गामा यस्तो डरलाग्दो जाम भइदिइरहेको छ तपाईँहरूलाई म फ्रन्ट भ्यू देखाउँछु तपाईँहरूलाई ल म त निस्किँदैछु पार्किङबाट हो पार्किङबाट निस्किँदैछु अहिले चाहिँ पार्किङ मिन्स तल गार्डनबाट निस्किँदैछु तपाईँहरूलाई म फ्रन्ट भ्यू देखाउँछु माथि कस्तो खालको जाम भइदिइरहेको छ क्या यति बिघ्न सिजन आज चाहिँ लागेको छ गाइज पार्किङ भने कहीँ छैन सब प्याक हो यस्तो भइरहेको छ नि यहाँ हेर्नु न जाम अब यहीँदेखि अब चिसो चाहिँ भयङ्कर छ है फेरि कस्तो डरलाग्दो भइदिइरहेको छ यो साइडको नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले जुलुम देखिरहेको छ मेला पनि त्यहाँ मेलाको त्यो डेरा बनाउँदैछ कस्तो दामी भइरहेको छ दिन चाहिँ तर चिसो चाहिँ ओभर छ अगाडि जान हेर्न सक्नुहुन्छ तपाईँहरूले हो त्यो पार्किङमा जाम भएको नि त यो खास चाहिँ आफ्नो छ दुःख है गाइज टुरिस्ट भन्नुहुन्छ भने पोका आउँदैछ गाइज हो अझै अहिले चाहिँ कति बजिरहेको छ मिरिकमा चाहिँ भन्दाखेरि गाइज होइन 5 भयो सरी 3 बजिरहेको छ हो 3 बजीतिर अब होइन आएको यति बिघ्न टुरिस्ट आज चाहिँ मिरिकमा आएको छ भने नि अब डरलाग्दो आइदिएको छ यसपालि आजको दिनमा चाहिँ अब भयङ्कर आइदिएको छ क्या गाइज जाम चाहिँ गाइज होइन यहीँदेखि यस्तो डरलाग्दो जाम भइदिइरहेको छ अब म निस्किनु पर्ने त्यहीँनिर होइन तर लाग्छ अझै 10 मिनट जस्तो अब त्यस्तो खालको भइदिइरहेको छ क्या ल गाइज म चाहिँ यहाँनिर बसिरहेको छु यहाँनिर माछा हेर्ने छेउमा यहाँनिर चिया खाँदै अन्त यो बोर्ड आएछ कि यो बोर्ड दामी लाग्दिन्छ चिसो यस्तो चिसोमा बोटिङ है गाइज एउटा यस्तो बोर्ड त 2-3 वटा रहेछ त मलाई आज चाल भएको यहाँमा आउँदैछ त्यस्तै टुरिस्ट एउटा यहाँ छ हो आज त चिल्ड्रेन पार्कको पनि कोलम्बसहरू चलेछ है गाइज तर खोइ मान्छे देख्दिनँ त 2 जना 4 जना रहेछ तनाव लाग्छ यसो हेर्छु कि यहाँ पनि चलेकै छैन अब मेला आउँदैछ फेरि गाइज हो अब यो त ठप्प हुन्छ कस्तो भइरहेको छ गाइज यहाँ 4:30 को नजारा चाहिँ यहाँ साथीको नयाँ दोकानमा चिया खाँदै म चाहिँ हो ल गाइज हामी चाहिँ अझै म त यहीँ बसिरहेको छु यहाँ भाइ पनि आएछ होइन एउटा मात्रै गफ गर्दै बस्छु चिया 3 कप जस्तो खाइदिए गाइज हो अन्त यहाँ सानो बहिनीले पुच्का बेच्दैछ नि हौ दामी दामी क्लास 4 पढ्ने बहिनीले आपालाई सघाएकोले चाहिँ स्कुल पनि जान्छ नि फेरि ऊ चाहिँ क्लास 4 मा पढ्छ हो गुड गर्ल
कस्टमर फेरि आएको छ फेरि ऊ तुफान तुफान गाइस म चाहिँ यहीँ छु अझै पनि म आज गाडी खेप्दा पनि अल्छी लागेर चिसो भन्छ भने गाइस बिचमा छ ए केही थिएन बङ्गलाबाट हल्का आएको थियो त यो चाहिँ फेरि अलराउन्डर भाषामा बोलिदिन्छ है मेरो भाइ झालोहरू सोध्न आज त यस्तो डरलाग्दो सिजन लागेको थियो है पिकनिकहरू अझै छ यहाँ पारितिर हो अब यही हल्लिँदै पर्छ आइफोन फेरि झिलमा माछाले खान्छ है फेरि पिकनिकहरू अझै छ गाइस हो 5 बज्न लाग्यो हो अब चाहिँ निस्केको रहेछ माया मारिदिनु पर्छ नि अन्त पस्यो भने त बिजोक हुन्छ खोइ दिइसकेको एम्बो ल गाइस म पनि लाग्दिने टाइम भयो मोटामोटी अन्त सबैजनालाई म आज त यहीँबाट मेरो भ्लग सेस गर्दैछु गाइस हो सबैजनालाई बाइ गुड नाइट गुड बाइ गाइस